गाउँ गाउँमा भोट माग्न गएका कांग्रेस एमालेका नेताहरूलाई गाउँका युवाहरूले प्रतिवाद गर्दै लखेट्न थालेका छन्। स्याङ्जा पुतली बजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी कांग्रेस एमालेलाई भोट माग्दै गाउँ पुगेपछि यी युवाहरूले उल्टै प्रतिवाद गरी फर्काइदिएका छन्। यो संवाद सुन्नुहोस्। हुन गइरहेको निर्वाचनमा पनि म के आग्रह गर्न चाहन्छु तपाईहरुलाई भने देश जलाउने हो भने घण्टीलाई भोट हाल्नु होला। फर्स्ट भराइटी रुखा दिनु होला। रुखा हाल्न मन लाग्दैन भने सूर्य भोट हाल्नु होला। मान्छे मार्नेलाई सहयोग गर्ने कि देश चलाउने मैले बुझेको सुरु दिनदेखि नै आन्दोलन भएको मान्छे हो। तपाईँले मलाई सिकाउनु पर्दैन। मेयर रेग्मी कांग्रेसका नेता हुन्। सके रुख चिन्हमा भोट दिनुस् नत्र शून्यमा दिनुस् तर घण्टीमा दिँदै नदिनुस् भन्दै उर्दी लगाउँदै गाउँ पस्न खोजेका थिए। तर गाउँका सचेत नागरिकले बालबच्चा मारेर भ्रष्टाचारमा डुब्ने कांग्रेस एमाले भन्दा रासोपा ठिक छ भन्दै प्रतिवाद गरेका थिए। यो घटना स्याङ्जा पुतली बजार नगरपालिका 14 गहतेको हो। प्रतिवाद गर्ने युवक हुन् मोहम्मद सञ्जीव। यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। गाउँलेहरूले प्रतिवाद गरेपछि सरकारी गाडीको दुरुपयोग गरेर गाउँमा भोट माग्न पुगेका मेयर रेग्मी सहित कांग्रेसका नेता कार्यकर्ताहरूलाई त्यहाँबाट लखेटेका थिए। जबकि निर्वाचन आचार संहिता अनुसार सरकारी गाडी दुरुपयोग गरेर जनप्रतिनिधि चुनावी कार्यक्रममा भाग लिन पाउँदैनन्। यसरी पुगेका मेयर रेग्मीले प्रतिवाद गर्ने युवकलाई धम्क्याउँदै चुप लाग भनेको भिडियोमा प्रश्न देखिन्छ। आफूलाई रासोपा समर्थक बताउने सञ्जीव जेन्जी फ्रन्टका गण्डकी प्रदेश संयोजक पनि हुन्। हामीसँगको कुराकानीको क्रममा सञ्जीवले मेयर रेग्मी सबैको साझा व्यक्तित्व भएकाले रासोपा वा कुनै दललाई आरोप प्रत्यारोप गरेको आफूलाई मन नपरेपछि सम्झाउन खोजेको बताएका छन्। तर उपस्थित आफन्तहरूले उल्टै आफूलाई सम्झाएको सञ्जीवको भनाइ छ। नगरपालिकाको बजेटमा बनिरहेको सडकको विषयमा जानकारी दिन कार्यक्रम राखिएको र सुरुमा मेयर रेग्मीले राम्रै कुरा गर्दा गर्दै आफ्नो पदीय दायित्व भुल्दै कांग्रेस एमालेको पक्षमा मत मागेको र रासोपा सहित नयाँ दलहरूलाई आरोपित गरेकाले आफूलाई मन नपरेको बताउँछन्। निर्वाचन आचार संहिता विपरीत र पदीय नैतिक विरुद्ध हुने गरी मेयर रेग्मीले कांग्रेसको पक्षमा मत मागेकाले निर्वाचन आयोगको ध्यानकर्षण हुनुपर्ने सञ्जीवको भनाइ छ। अनि हामी चाहिँ अब उहाँको कुराहरू पनि सुनियो। उहाँले हाम्रो गाउँमा गरेका विकासका कामहरू पनि सुनियो। त्यहाँसम्म त ठिकै थियो। त्यसपछि चाहिँ अब उहाँले आफ्नो पार्टीको भोट माग्नु थाल्नुभयो त्यसपछिको चुनावको लागि। अनि त्यही अनुसार अब घन्टीलाई नराम्रो अरू नयाँ नयाँ दलहरू नराम्रो देश चलाउने अनि भनेको जस्तै आरोप लगाउनु भयो। अनि मैले चाहिँ अब तपाईँ साझा मान्छे मेयर भइसकेको मान्छे यस्तो आरोप प्रत्यारोप गर्न तपाईँले तपाईँको नैतिकताले दिँदैन भनेर सम्झाउँदाखेरि उल्टै मलाई नै अब के गर्न सक्छस् गर जस्तो रफहरू पनि भयो। त्यसपछि मलाई चाहिँ अब मेरो आफन्तहरूले साइडमा लैजानु भयो। अब मलाई नै उल्टो सम्झाउन थाल्नु भयो। त्यसपछि चाहिँ हामी उहाँ जानुभयो। अब हामी पनि आयौँ। अहिले स्याङ्जामा रासोपाको जनलहर शहरदेखि गाउँसम्म